गाइज हेलो नमस्ते एन्ड वेलकम टु माई फर्स्ट एभर ब्लग। आज चाहिँ म नेम जाँदैछु होइन। अब नेम क्विकली टेस्ट दिन जाँदैछु। त्यही हो, एक्लै छु। बिहान 6:30 बजिरहेको छ। एकदम चाहिँ 8 बजे छ। मैले कार्ड लगाउनु पर्ने हुन्छ। म त छिटै जाँदैछु होइन। आज चाहिँ मैले भ्लगिङ स्टार्ट गर्दैछु। अब खासै म बाहिर त निस्किँदैन, म देखाउने छु होइन। यहाँ चाहिँ यस्तो पूजासुजा हुँदैछ। आज शनिबारको दिन हो, पिपलको पूजा। यहाँ चाहिँ मन्दिर छ होइन, शिव मन्दिर हो। यता महादेव स्थान हो। टक्क पूजासुजा गर्दैछन्। म पनि ढोक गरिदिन्छु होइन। गर्नुपर्छ मन्दिरदेखि खासै अब त्यही हो। यहाँ चाहिँ यस्तो परेवालाई चारो हाल्दैछन्। आएर मैले चाहिँ कहिले हाल्दिनँ, तर त्यही हो, हाल्नुपर्छ। जनावरहरूलाई पनि चारो दिनुपर्छ होइन। गाइज यहाँको रोड होइन खतरा घुमाउरो छ यहाँनिर। यहाँनिरको रोड त्यस्तो डेन्जर एक्सिडेन्ट हुन्छ नि होइन। म देखाउँछु तपाईँहरूलाई। सो गाइज म चाहिँ हिँडेको 10-12 मिनट पछाडि सिभिल हस्पिटल आइसकेको छु। अनि यहाँ सिभिल हस्पिटल चाहिँ म गाडी कुर्नुपर्छ होइन, सिभिल हस्पिटलको अगाडि। सो यहाँ चाहिँ सिभिल हस्पिटलको एउटा म खिच्चा सुनाउँछु है। एकचोटि म यहाँ आएको थिएँ होइन, साथीहरूसँग केटाहरूसँग यत्तिकै घुम्दै। अनि के भएको थियो भन्दाखेरि मलाई चाहिँ एकदमै यस्तो लागिरहेको थियो होइन, एक नम्बर। त्यतिखेर अब यहाँ चाहिँ पब्लिक टोइलेट छैन होइन। अस्ति एउटा न्युज आइरहेको थियो कि स्वयम्भूको पब्लिक टोइलेट चाहिँ विश्वकै स्वयम्भूको टोइलेट चाहिँ विश्वकै सफामध्ये 5 नम्बर टप 5 मा पढ्यो भनेर। तर यहाँ काठमाडौँमा चाहिँ उतै पब्लिक टोइलेटहरू चाहिँ छैन होइन। लाइक अब यो बानेश्वर चोकतिर त मलाई थाहा छैन, कोटेश्वर चोकतिर त छँदै छैन होइन। अनि हामी चाहिँ यहाँ उसमा सिभिल हस्पिटलभित्र गएका थियौँ। भित्र जाँदाखेरि लाइक हामीहरूलाई टोइलेट खोज्न नै कति टाइम लागेको थियो, क्या पिसाएको थियो। त्यही होइन गाइज, मेरो गाडी पनि आइसकेको छ। म चाहिँ छिर्नुपर्ने हुन्छ। सो गाइज म चाहिँ गाडीबाट झरेर होइन हाम्रो रेस्लिङ मैदानतिर आइसकेको छु। म चाहिँ रेस्लिङ मैदान देखाउँछु है त तपाईँहरूलाई। गाइज यही हो होइन रेस्लिङ मैदान, पढ्न सक्नुहुन्छ। अनि मेरो 1-2 केटाहरू छ होइन, जो चाहिँ ल पढ्दैछ होइन। गाइज तिमीहरूले पनि यहाँ आएर रेस्लिङ खेल्नुपर्छ होइन गाइज। अनि देशको नाम रोसन गर्नुपर्छ। त्यही 1-2 लात्ती हानिदिने हो होइन, देशको नाम रोसन गरिदिने हो, रेस्लिङ खेलिदिने हो गाइज। अब त्यही हो केटा हो, सबैले आफ्नो आफ्नो तर्फबाट कन्ट्रिब्युट हान्नु पऱ्यो नि होइन। म चाहिँ यसो मोबाइलको अगाडि हातमा लगाएर हिँडिरहेको छु। अनि क्या सबले हेरिदिन्छन् क्या, अनि अक्वार्ड हुन्छ पुरै होइन। अब यही हो, सुरुमा गर्दाखेरि अलि अप्ठ्यारो चाहिँ लागिरहेको हुन्छ। अनि मान्छेहरूले चाहिँ कहिल्यै नदेखा जसरी हेरिदिन्छन् क्या, के तरिकाले यार। लाइक अब टुवा परेर मुखमा हेरिदिरहेको हुन्छन् यार, के कहिले भ्लगिङ नै नदेखा जस्तो यार। मोबाइल समात्ने वातावरण नै छैन नेपालमा, भ्लगिङ गर्ने वातावरण छैन यार। कसरी गर्ने यार गाइज यार। तर ठिकै छ होइन, आज फर्स्ट डे हो, गर्छु म होइन। अब त्यही हो, मान्छेहरूले के सोध्छ के भन्छ, कति धेरै कुराहरू काटिरहेको हुन्छ, के गरिरहेको हुन्छ। ल त्यो जो पनि आजकल मोबाइल समातेर हिँडिरहेछ भनिरहेको होला कसैले होइन। ठिकै छ, सबैले मन लागेको काम गर्ने हो होइन। अब मलाई भ्लगिङ गरेर मन लाग्यो, मैले गर्ने होइन। साँच्चै अब कसले के भन्छ, कसले के गर्छ होइन, त्यस्तै हो त्यो सब कुरा। कहीँ जान ठ्याक्क ट्राफिक खुलिदिरहेको, क्या लसी क्या म। यहाँ चाहिँ अलिक कुर्नुपर्छ होइन अरू दिन। आज चाहिँ ठ्याक्क ट्राफिक खुलिदिइसक्यो, अनि ठ्याक्क म चाहिँ क्रस गरिदिइसकेँ होइन। सो गाइज म चाहिँ नेम पुगिसकेको छु होइन। अब केटाहरू चाहिँ आएको छैन। सुजितसँग चाहिँ मेरो कार्ड छ अरे, तिनीहरूले चाहिँ ल्याएर आउँदैछ। कतिखेर आउँछ थाहा छैन होइन। म चाहिँ त्यही हो, नेम आइसकेको छु। एकछिन बाहिर कुर्नुपर्छ। म आज चाहिँ अलिक छिटै आएको छु होइन, सधैँ ढिला उठ्थेँ। आज चाहिँ अलिक छिटै उठेर यस्तो हिँडिदिएको, झन् छिटो भएछ। ठिकै छ, त्यही हो। गाइज म चाहिँ नेमदेखि फर्किसकेको छु होइन। म चाहिँ त्यही हो 4 बजीतिर फर्काएको थिएँ। केटाहरूसँग भेटेर चिया खाँदेर बसिरहेको थिएँ। चिया खाँदासम्म हल्का ढिला भयो। म चाहिँ यसो इभिनिङ वकको लागि चाहिँ चोकतिर जाँदैछु होइन। साँझ यसो हिँड्ने बानी छ मेरो। दिनभरि कोठामा बसिन्छ होइन गाइज, त्यही भएर साँझ यसो हिँड्नुपर्छ। बाहिरतिर निस्केन भने फेरि त्यही हो, खुट्टा दुख्छ। म चाहिँ यहाँ कोटेश्वर चोकमा आइपुगिसकेको छु होइन। अहिले चाहिँ म एकछिन बालकुमारी जाँदैछु, त्यहाँ चाहिँ थोरै काम छ।
अनि त्यही हो, साँझतिर यस्तो भिडभाड छ कोटेश्वरमा, फुटपाथ बिजनेस चलिरहेको छ होइन, सबैले आफ्नो आफ्नो काम गर्ने हो। अनि म अर्को कुरा के भन्न लाग्थेँ भन्दाखेरि, अनि मैले चाहिँ सोचेको थिएँ क्या पहिलेदेखि भ्लगिङ गर्छु भनेर, तर अहिले स्टार्ट गर्दैन, अलि पछि गर्छु भनेर सोचेको थिएँ। यसो हिजो अस्तितिर लाग्यो कि अब भ्लगिङ गर्नै छ भने चाहिँ अहिले स्टार्ट हानिदिउँ नि त। अहिलेको अब त्यही हो, अब टाइम काट गर्न अरू केही हुँदैन, टाइम पनि हुँदैन। अब कहिलेकाहीँ यस्तो बाहिर निस्किएर हाल एकछिन यताउति देखाइदिउँ न त भनेर अहिलेदेखि सुरु गरिदिएको होइन भ्लगिङ गर्न चाहिँ। त्यही हो, जतिसम्म टाइम हुन्छ म चाहिँ गर्छु होइन। बाँकी टाइम त आफ्नो काम छँदैछ होइन। हामी चाहिँ यहाँ मदन भण्डारी पार्कमा आएका छौँ होइन। हाम्रो कोठादेखि नजिकै छ यो पार्क, घुमघाम गरिदिउँ न भनेर साँझतिर। त्यही हो, टक्क लाएर दामी छ होइन। म चाहिँ सधैँ आएर आउँछु साँझतिर एकछिनको लागि बस्न पार्कमा। मदन भण्डारी पार्क हो चाहिँ। यहाँ चाहिँ टक्क मदन भण्डारीजीको मूर्ति छ होइन। यहाँ चाहिँ यसको बोर्ड लाग्छ, केही देखिँदैन रहेछ। यही हो, यहाँ एउटा आकाशे पुल पनि छ, स्याट्ट पारि जाने। त्यहाँ तल पनि पार्क छ, तर त्यहाँ चाहिँ शनिबार शुक्रबार मात्रै जानु पाइन्छ होला सायद, त्यस्तै लाग्छ। आज खुल्ला छैन किनकि मलाई त्यस्तै लाग्यो।